2.5 महिनाको बिदा पछाडि आज फेरि भिनाजुलाई विदेश पठाइयो। अलराइट गाइज, वेलकम टु माई मिनी फोल। आज हामी सबैजना यसरी एक साथमा भेटघाट गर्दा खुसी थियौं भने भिनाजु आज फेरि विदेश फर्किनु पर्ने भएकाले हामी दुखी पनि थियौं। सो रुममा एउटा कचौरामा दही चामल र अबिर हालेर टिका तयार पारियौं। भिनाजुको यात्रा शुभ होस् भन्ने चाहना सहित उहाँलाई दिदी र बेबीले टिका लगाएर दही पनि खुवाइन्। त्यसपछि हामी निस्क्यौं एयरपोर्टका लागि गाडी चढ्न तर्फ। पछाडि देखिएका आन्टीको सातो नै गायब भएको थियो, किनभने उहाँले बाटोमा आउँदै गर्दा अचानक उहाँ अगाडि निकै ठुलो सर्प जाँदै गरेको देख्नु भएको थियो। ओके, बर्खा समयमा सर्पहरू देखिनु स्वाभाविक पनि हो भन्दै बेबी, दिदी र माई इन्स्पिरेसन ड्याड र म हामी सबैजना साझा यातायात चढ्यौं। गाडीमा यसो हिरोपन्ती देखाउँदै चस्मा लगाइदिएको बेबी हाँस्दै थिइन्। एनीवे भन्दै हामी एयरपोर्ट बस स्टप ओर्लियौ। सबैजनालाई अगाडि जाँदै गर्नु। म केही सामान किनेर आउँछु भनेर म भिनाजुलाई ल्याइदिनका लागि नर्मल सादा खादा किन्न गए। तबसम्म त ड्याड, बेबी, दिदी र भिनाजु सबैजना एयरपोर्ट भित्र गइसक्नु भएको रहेछ र त्यहाँ पुगेर भिनाजुको फ्लाइट एक्चुअल कति बजे रहेछ भनेर हामी एक्चुअल टाइम हेर्दै भिनाजुलाई हामी सबैजना पालो पिलो गरेर खादा पनि लगाइदियौ। दिदी भने रुँदै थिइन्, आफ्नो बुढा विदेश फर्किँदा दुःख त लाग्छ नै भन्ने कुरा सम्झेर नि हुन सक्छ। जताततै रुवाबासी देखिन्थ्यो। फ्लाइटका लागि समय अलिक कमै रहेकाले हामी एउटा ट्रली हेर्न थाल्यौ। ट्रली लिएर जाँदै गर्दा लास्टमा त भान्जा बाबु नि रुन थाल्यो। सायद इनलाई नि अब त बाबा विदेश फर्किन लाग्नु भो भन्ने कुरा माइन्डमा आयो होला। ओके, सबै टिकट पासपोर्ट चेक गरिदिएर भिनाजु भित्र पस्नु भयो। भिनाजु भित्र छिरिसक्दा नि हामी बाहिरबाट हेर्दै थियौं र हामी सबैजना हल्का भारी मनका साथ ड्राइभ लिँदै रुम पुग्यौ। धन्यवाद।